आजका दिनसम्म त्यो अनुसन्धान अधिकृत के अनुसन्धान गरिरहेको हुनुहुन्छ सुन्नुहोस् है, म भन्छु यति लामो समयसम्म राख्नुपर्ने के कारण पर्यो? यही हो तपाईलाई दिएको अख्तियार दुरुपयोगमा भन्नका लागि मलाई केही न केही चिज चाहियो कि चाहियो हो सर। अनि त्यो तपाईले दिने कि नदिने? अनि त्यो दिँदा सुन्नु न, तपाईहरुले लोकसेवामा नाम निकाल्नुभयो, त्यसपछि लोकसेवाले तपाईहरुलाई नियुक्ति दियो, त्यसपछि सामान्य प्रशासन हुँदै सम्बन्धित निकाय हुँदै तपाईहरु यहाँ आउनुभयो, त्यो चाहिँ तपाईहरुले त्यति प्राप्त भइसकेपछि गोपनीयता रह्यो। अनि हामीलाई चाहिँ जनताले भोट दिए, राज्यले लगेर सुशासन तथा त्यो समितिमा पुर्याए, त्यो विषयमा यी पत्रकारलाई चाहिँ नाम चाहिँ क्षेत्र नदिकन मैले राखेको भित्र किन भन्नु न, बुझ्ने त अधिकार छ नि त यो देशको, पर बुझ्नु पर्दैन। नाम चाहिँ सार्वजनिक नगरिकन यो विषयमा ए भन्ने, अघि मैले भने यो ए भन्ने विषय रहेछ, तपाईँ अनुसन्धान अधिकृत हुनु रहेछ, तपाईँले यो प्रक्रिया पुरा भएपछि कि प्रमाण नपुगे तामेली राख्नु पर्थ्यो, प्रमाण पुगे अभियोजन गर्नु पर्थ्यो, किन नगरे भनेर सोध्ने अधिकार छैन? त्यही प्रयोगको लागि सरलाई सबभन्दा पुरानो हो। अनि त्यहाँ हाम्रो अनुसन्धान सर हुन्छ, सरलाई चाहिँ कुनै एउटा विषयमा बुझ्न मन लागेको विषय चाहिँ यो विषयमा चाहिँ बुझ्ने भने पनि हामी अनुसन्धानलाई रिक्वेस्ट गर्छौँ। उहाँले फाइल आफूसँग राखेर अवलम्बन यहाँ ल्याइदिनु। तर अब यहाँ लेखेको र त्यहाँ मैले भनेको उहाँले भनेको कुरा चाहिँ ठिक कि बेठिक भनेर मैले छुट्याउनु चाहिँ के? सरलाई हामीले उजुरीकर्ताको विवरण कमसेकम गोप्य राखेर अनि अरू डकुमेन्टहरू उजुरीकर्ताको नाम पनि गोप्य राखिदिनु, विषय पनि गोप्य राखिदिनु, मुख्यको किता नम्बर, जग्गाको रहेछ किता नम्बर र जग्गादारीको नाम गोप्य राखिदिनुहोस्। त्यो त हजुरले अनि सुन्नु न, अनुसन्धान गर्नुपर्ने व्यक्तिको नाम पनि गोप्य राखिदिनु। मलाई त्यो नाम चाहिएन, मलाई नाम र त्यसको रिजल्ट के हो चाहिएन। त्यो प्रोसिडियर तपाईहरुले गरे ठिक कि बेठिक भनेर हेर्न पनि अनुगमन पाइदैन भन्छ राज्यको चाहिँ निकाय भने यो सांसद भएर चाहिँ के सार्वभौम सांसद भने के होइन सर, त्यो पाइयो सर होला। एउटा कुरा के अलिक तितो होला भन्दा आजसम्म यसरी हेरौँ भनेको थिएन होला कसैले। आजसम्म यसो गरौँ नभनेकै कारणले गर्दाखेरि अख्तियार दुरुपयोग अनुसन्धान आएको विश्वसनीयतामाथि प्रश्न त उठेको छ नि। एज तपाईँ पर्सनली भने है, मैले यो कुर्सीवाला कुरा गरिरहेँ। अब तपाईँहरूको हिजो एउटा ठाउँमा जागिर खाना आउनु थियो, आज यहाँ आउनुहुन्छ, भोलि अर्का ठाउँमा जानुहुन्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्याप्त उजुरीमा ट्याक 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 निर्णय गर्छ, मुद्दा चल्ने चलाउँछ, नचल्ने चलाउँदैन भन्ने जनविश्वास छैन नि। हाम्रो अपेक्षा चाहिँ के हो सर, यो लिस्टमा चाहिँ सरले कुनै टाइटलमा यदि पुरानो किन भयो भनेर कुनै त्यहाँ छान्ने अलिकति पनि हुन्छ, उहाँसँग चाहिँ इन्ट्रेक्सन गर्नु भने प्रोसिजरहरूको बारेमा ढिलो भएछ भन्ने कुरामा जानकारी पाउनुहुन्छ कि भन्ने अपेक्षा। यो त आउने निगाहमा जस्तो समस्या के, यति चाहिँ दिउँ न त, यति हदसम्म यसो गरौँ नि त सर। हामी 3 दिन बस्छौँ, किता नम्बर, कन्टेन्ट, अनुसन्धान अधिकृत बाहेक अरू चिज, नाम, जानिने बुझिने चिज हटाइदिनु होला। तपाईँलाई गोपनीयता हट्छ भने 5वटा सबभन्दा पुराना फाइल राखिदिनुहोस्, त्यसको नाम, व्यक्तिको नाम, यी सबै चिज, जग्गा छ भने किता नम्बर हटाइदिनुहोस्, कार्यालय छ भने कार्यालयको नाम हटाइदिनुहोस्। प्रोसिडियरका सन्दर्भमा हामी प्रश्न गर्छौँ, सम्बन्धित व्यक्ति बजिदिनुहोस्, यो राज्यको मिडियाले पनि खिचोस् र चाहिँ यो अवस्था के छ अगाडि बढोस् न त। यति गरौँ नि त, सुरु गरौँ के।